आजको भ्लगमा चाहिँ हामी चाहिँ मोमो चाहिँ हातले चाहिँ नखाने मुखले मात्रै खाने च्यालेन्ज गर्न आँटेको छौं। हेलो नमस्ते जयमस्ती सबैजनालाई अनि फेरि पनि वेलकम ब्याक टु माई च्यानल। अनि आजको भ्लगमा तपाईहरु सबैजनालाई स्वागत छ हैन। आजको भ्लगमा चाहिँ हामी चाहिँ मोमो चाहिँ हातले चाहिँ नखाने मुखले मात्रै खाने च्यालेन्ज गर्न आँटेको छौं। को हुन्छ अब त्यो मलाई याद छैन। अहिले चाहिँ मोमो बनाउन जान्दैछु काकीकोमा। अन्त सबैजना मिलेर त्यहाँ मोमो बनाउँछौं। मोमो चाहिँ के को भन्दाखेरि चाहिँ मलाई चाहिँ भेजको हो, अरूलाई चाहिँ बिफको। म मासु खादिनँ, मलाई एलर्जी भइरहेछ हो। अरू बेला त चिकन त खान्थे, त्यो पनि चिकन पनि एलर्जी हुन थाल्यो अन्त छोडेको हो। अन्त अब त्यही हो, हेर्दै गर्नुहोस् होला भ्लगलाई टिल द एन्ड। सो अब हामी मोमो चाहिँ यहाँ बनाउँछौं। यो चाहिँ मेरो लागि हो। म चाहिँ भेज खान्छु। राज थापाले चाहिँ अचार पिन्नु हुँदैछ। यस्तो हो यो पारा चाहिँ है, पाक्दैछ हो, त्यही पनि खानेछौँ। चाहिँ हामी यो पाकिसकेर चाहिँ च्यालेन्ज गर्न आँटेको छ, जो चाहिँ अब हामी कस्तो बोलेको च्यालेन्ज गर्ने छौँ होइन। त्यो च्यालेन्ज चाहिँ के हो भन्दाखेरि चाहिँ हातले चाहिँ ट्याक्कै नछुने, हातले छुयो भने चाहिँ आउट, पनिसमेन्ट पाउँछ हातले छुयो भने। यसो हात पछाडि लगाएर चुप्लाक प्राइस छ, अनि चाहिँ मुखले मात्रै खाने, त्यो चाहिँ उयो च्यालेन्ज होइन। अन्त त्यो अब हेरौँ कस्तो हुन्छ भ्लग होइन। लास्टमा हेर्दै गर्नुहोस् होला। लु अब चाहिँ हामी खाँदैछौँ। च्यालेन्ज गर्नुहरू त यसरी खाँदैछ हो। अब एक राउन्ड चाहिँ खाइहाल्छ, त्यहाँबाट चाहिँ च्यालेन्ज हुन्छ। सो अहिले चाहिँ होइन तपाईँको बजेको छ 9 भन्नु भएको छैन, 8 बजिरहेको छ होइन। अहिले पनि बेला चल्दैछ। तपाईँहरूलाई चाहिँ प्राङ्क गरेको हामीले च्यालेन्ज ल्याउँछ भनेर, त्यो चाहिँ प्राङ्क थियो। धोका दिइहाल्यो च्यालेन्ज गर्नेहरूले। खाइबस्छ यस्तै हुन्छ सबैजना होइन। एउटा दुईटा चारवटा सबैजना। ल अब चाहिँ हामी च्यालेन्ज गर्न आँटेको छ। अघि चाहिँ प्राङ्क गरेको थियो तर फेरि मान्ने भयो होइन सरले। अन्त चाहिँ ऊ चाहिँ मेरो साथी हो। अन्त अब चाहिँ हामी यो मोमो देखाऊ, मुखले मात्रै खाने, हात चलाउनु पाउँदैन। जसले हात चलाउँछ यो करेला यसो टोक्नुपर्छ। एक्सेप्टेड। यहाँ हाम्रो को पनि छ देखाइदिउँ। ल 1 2 3 स्टार्ट। अन्त हाँसेर हुँदैन त। दिदीको अलिक अगाडि आइज न भन्न। करेला ठोक्ने छैन हो। करेला काटेर आधी डल्लै खानु पर्यो। खाइसकेन नि कि उसले जे करेला खानै पर्छ हो। खाइसकेको होइन। यो कुहिएको करेला हो, को खान्छ छ्या। म काटिदिन्छु, राम्रो थियो कि काटिदिन्छु। धुवा न पहिला धुवा। अगायो पुरा बेसी कि अघि पुरा अगाएको थियो कि। हेलो हेलो, म काम सुन्दिनँ, आँखा पनि देख्दिनँ, म त केही देख्दिनँ। अहिले दिन्छु मोमो। कुहिएको करेला हो। अन्त किन चाहिँ उयो गरे अब कि त बेलना खन्दै ढाडमा भिड गर्ने पऱ्यो अझै। अर्कै दियो पनिसमेन्ट।
छिटो खाऊ न कुहिएको छ हो यो खानु पर्यो नि ए सबै तासेर त के खान्छ अन्त कुहिरहेछ नि त देखेन तिमीले त्यति खाऊ यहाँ कुहिरहेको छु त्यति खाऊ लो खाएन त्यसरी महेश यहाँ हेर न त्यो यो रियाक्सन नगरी खानु पर्यो सबै निल्नु पर्यो ए अहिले बेलाले भेट्छ निलेर यसो विकासले चलाएको छ मन खानु त्यसो हुने निला न अहिले निलेर भन्दा बेला भेट्छ अचार खाउँ मजाले निला निला गर्छ त हेल्थको लागि राम्रो खाउँदा लु तिमी म छोडेँ नि अस्ति बिमार भएको मैले खाएँ डल्लै लो आजको च्यालेन्ज पनि सक्यो होइन सबै अब रमाइलो भयो रामेन खान्छ भनेर सोचेको थिएँ तर के गर्नु आज दोकानमा रामेनै टक्कै लगिदिइहाल्नु भएछ कस्टमरले भन्दै एउटा करेला चाहिँ खाइन मैले थ्याङ्क यू सो मच फर वाचिङ तपाईँलाई कस्तो लाग्यो डु लाइक सेयर सब्सक्राइब कमेन्ट सी यू अन माई नेक्स्ट ब्लग ल बाई भन्यो बाई करेला बाई 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 गाइस Bye. Thank you for watching.